र मैले यस्तो महान कविसित भेट गरेछु, मेरो सौभाग्यको बात हो। र आउँदो पनि अझै जति साल हुन्छ अरूले पनि नयाँ जेनेरेसनहरूले हरिभक्त कटुवाल को हो भनेर चिनोस्, उनीहरूले पनि उसको इज्जत गरोस्, उसको मान सम्मान राखोस् र सधैँ उनको यो कविता, उनको यो जीवनशैली सबै जीवन्त राखोस् भनेर मेरो अनुरोध छ समाजसित, हाम्रो समाजको सबै भाइ बहिनी नयाँ जेनेरेसनलाई। र अर्को एउटा कुरा, विश्व पर्यावरण दिवस, वर्ल्ड इन्भाइरोमेन्ट डे 5 जुन जो आउँदैछ र पर्यावरणको निम्ति मरिमेट्ने एकजना युवक हाम्रो अञ्चलमा हुनुहुन्छ, लीलानाथ शर्मा गौतम, र उहाँलाई पनि दिदीले विभिन्न समयमा सहयोग पुर्याइआउनु भएको छ र वृक्षरोपण, पौधा लगाउने र यसपालि पनि हाम्रो पर्यावरण दिवस जागुनमा पालन हुनेछ। र पर्यावरणको संरक्षण अथवा लीला भाइलाई के भन्न चाहनुहुन्छ? यो समाजमा हाम्रो यो अञ्चलमा लीलानाथ गौतम भन्ने एकजना भाइ चाहिँ साह्रै संलग्न छ। ऊ पर्यावरण बचाउनुको लागि उसको एउटा जुनुन छ। उसले जहाँ तहाँ गएर चाहे इज्जत गरोस् चाहे नगरोस्, बिचरा फुलीहरू बिरुवाहरू बोकेर गएर जहाँ तहाँ उसले लगाउँछ, चाहे सैनिकको क्षेत्रमा होस्, चाहे पब्लिक क्षेत्रमा होस्, चाहे रस्ताको दुईतिर होस्, ऊ आफै आफ्नो मर्जीले लगाइराख्छ बिचरा। उसलाई पनि मैले कहिले कहिले सहयोग गर्छु र यसरी हामीले पर्यावरणको लागि पनि हामीले सहयोग गर्नुपर्छ। सबै आगे बढेर आउनुपर्छ, एकजनाले मात्रै गरेर हुँदैन। हामी सबैजना मिलेर आगे बढौँ, यसरी पर्यावरणको रक्षा गरौँ, नानी केटाकेटीहरूलाई सिकाउँ, नयाँ जेनेरेसनलाई सिकाउँ भनेर मेरो यो इच्छा छ। र यो गौतम भाइलाई धेरै धेरै धन्यवाद छ मेरो। उसले यस्तो गरेर गरिआएको छ बिचरा। उसलाई केही फाइदा त छैन यसको लागि, उसलाई नोक्सानै हुन्छ र पनि ऊ गरिराखेको छ। जता जान्छ त्यो फुली बोकेरै जान्छ बिचरा। ऊ जहाँ तहाँ गरिरहेको छ र उसलाई म माया लाग्छ, सहयोग गर्छु मैले टाइममा उसलाई पनि। र हामी सबैजनाले यसरी सहयोग दिउँ, यसरी पर्यावरण बचाउनुको लागि हामी पनि आगे बढेर आउँ भनेर मैले सबैलाई आह्वान गर्नु चाहन्छु। र यसपालिको पर्यावरण दिवसमा हामीले प्रकृति प्रेमी लीलानाथ शर्मा गौतमलाई अभिनन्दन गर्ने भएका छौँ। असम साहित्य सभाको जागुन स्वर्ण शाखा साहित्य सभाको सौजन्यमा र जागुन फरेस्ट रेन्ज कार्यालयको सहयोग र जागुन पब्लिक हायर सेकेन्ड्री स्कुलको आतिथ्यमा यो पर्यावरण दिवस पालन हुन गइरहेको छ। त्यस दिवस अवसरमा लीलानाथ शर्मा गौतम र राजु अस्ति दुईजनालाई हामीले प्रकृति प्रेमी हिसाबले सम्मान गर्न गइरहेका छौँ, अभिनन्दन गर्न गइरहेका छौँ। यो कुरा सुनेर तपाईँलाई कस्तो लाग्यो? धेरै धेरै राम्रो लाग्यो यस्तो कुरा सुनेर। यस्तो गर्नुपर्छ हामीले, किनभने हामीले उसलाई अभिनन्दन गर्दाखेरि सबै समाज कसैले त चिन्दैन पनि होला, उसलाई जान्दैन पनि होला उसले के काम गर्दैछ। र त्यतिखेर उसलाई हामीले यसरी सम्मान दियौँ भने हाम्रो समाजले पनि चिन्छ उसलाई। उसले यस्तो काम गर्दो रहेछ, हामी पनि गर्नुपर्छ भनेर सबैलाई एउटा प्रेरणा हुन्छ। र म यसको लागि धेरै धेरै खुसी छु। म यसको लागि म सबैलाई प्रार्थना गर्छु कि आगे आउनुहोस्, उसलाई सहयोग गर्नुहोस्। धन्यवाद छ। र पूर्वोदय साहित्य परिवारले लीलानाथ शर्मा गौतमलाई धेरै वर्ष अगाडि पनि एकचोटि सम्मान गरेको थियो र यो सबैलाई मैले जानकारी गराएँ। र आज यहाँ कान्ता दिदीसँग कुरा गरेर साह्रै राम्रो लाग्यो। र समाजमा यसरी अगाडि बढेर आउने नारीहरू प्राय कम्ती नै देखिन्छन् र हुनसक्छ कतिलाई अगाडि आउन अप्ठ्यारो भएको होला। र कोही नेतृत्व दिने व्यक्ति हुँदाखेरि उहाँहरू निश्चय आउनुहुन्छ। र अहिले समाजलाई नेतृत्व दिन हाम्रो यो भेटदेखि कान्ता रावत दिदी निस्कनु भएको छ र उहाँलाई